ल मैले चाहिँ यहाँनिर हिजो काटेको आँपलाई रातभरि ढडाएर यतिको बनाइसकेको छु। यहाँनिर चाहिँ यो के नुनको कस बसेछ, नुनमा भिजाएकोले गर्दा यो कस लागेको। त्यस्तो कालो नराम्रो नसोच्नु होला। अब यसमा चाहिँ म धुलो खोर्सानी यहाँ मैले अघि लिएर आएको छु, धुलो खोर्सानी लगाउँदैछु। यो चाहिँ पिसेको रातो खोर्सानीलाई पिसेको खोर्सानी है। यो चाहिँ पिरै चाहिन्छ, अचार चाहिँ पिरै भएको राम्रो। त्यसमा मैले हिजो ढडाउँदाखेरि पनि नुन पनि लगाएको छु र पनि अझै नुन लगाउँछु, किनभने अमिलो अचारमा नुन अलिक कडै भएको मिठो हुन्छ। त्यसपछि मैले अघि पिसेको तोरी अनि धनिया मेथी सबै मिसाएर भुटेको र पिसेको छु। यहाँनिर पिसेको यो धुलोहरू लगाइदिँदैछु। त्यसपछि चाहिँ मैले यहाँनिर बेसारलाई पनि लगाइदिँदैछु। मेरो चाहिँ बट्टामा छ बेसार चाहिँ। बेसार धेरै चाहिँदैन, यो पिसेको घरकै बेसार भएकोले गर्दाखेरि डल्ला डल्ला परेछ कि यो बेसारको रेसा रेसाहरू अझै छ। त्यस पछाडि म यहाँ गरम मसला जो हुन्छ नि बजारमा पाउने पिसेको मसला त्यो पनि लगाइदिन्छु, थोरै, धेरै लाउँदिनँ। त्यस पछाडि चाहिँ म यहाँनिर तताएको तेललाई झान्ने छु। मैले यहाँनिर तेललाई तताइसकेको छु अघि नै, अब माथिबाट म लगाइदिनेछु। मैले चाहिँ अचार मोलिसकेँ साथीहरू। ल फेरि झऱ्यो, अर्को घाटा लाग्यो। यसरी नै मजाले तेल भित्र पस्ने गरी लाउनु पर्ने हुन्छ। मैले चाहिँ हातमा पन्जा लगाइनँ, मजाले हात चाहिँ सफा गरेर धोएको छु साथीहरू। त्यस्तो उयो चाहिँ नसोच्नु होला फेरि। अब पन्जा अहिले भर्खरै कता किन्नु जानु होइन, सफा हात धोएर आएको छु अनि यसरी मोल्दैछु मैले। अब यो चाहिँ बट्टामा लगाएर राख्ने हो। यो चाहिँ 15-22 दिनदेखि चाहिँ मजाले खाँदा हुन्छ। कसैले त हप्ता दिनदेखि नै खानुहुन्छ अरे, तर 15देखि 22 दिनदेखि खाँदा चाहिँ अझै मिठो हुन्छ। तपाईँहरूले पनि बनाएर खान सक्नुहुन्छ है त। ल अब चाहिँ म यसलाई बट्टामा लाउँछु। यहाँसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। अनि के भन्छ, भिडियो मन पर्यो भने सेयर पनि गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज।